नमस्कार, केएमसी पोडकास्टमा यहाँहरूलाई हार्दिक स्वागत छ। म सन्तोष मगर। कोटेश्वर बहुमुखी क्याम्पसले स्नातक तहमा अध्ययनरत गर्ने विद्यार्थीहरूको लागि पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम आयोजना गर्दैछ। यो तालिमको विषयमा रहेर आज हामी छोटो कुराकानी गर्न गइरहेका छौँ। आज हामीसँग हुनुहुन्छ यसै क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दीकेशर नेपाल। सर, हजुरलाई स्वागत छ। धन्यवाद सन्तोष भाइ। पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम आयोजना गर्दै हुनुहुन्छ। यस विषयमा खासमा यो गर्नुपर्ने उद्देश्य चाहिँ के थियो सर, मुख्य उद्देश्य? धन्यवाद प्रश्नको लागि। हामीले कोटेश्वर क्याम्पसमा पहिलोचोटि यही क्याम्पसमा पढ्ने विद्यार्थीहरूका लागि पुस्तकालय सम्बन्धी तालिम आयोजना गरेका छौँ। हजुर सर। यो तालिम गर्नुको उद्देश्य के हो भन्दाखेरि अहिलेको पढाइको मुख्य उद्देश्य विद्यार्थीहरू लाइब्रेरीमा गएर पुस्तकहरू छनौट गर्ने, कुन ठाउँमा त्यसलाई चाहिँ राखिएको छ त्यो खोजी गर्ने, त्यसबाट चाहिँ तपाईँको एकातिर पुस्तक खोजी गर्ने, जर्नलहरू खोजी गर्ने। अब अहिले चाहिँ तपाईँको ई लाइब्रेरीको कन्सेप्ट आएको छ होइन, ई लाइब्रेरी कसरी युज गर्ने, कसरी रिसोर्सहरू खोज्ने भन्ने बारेमा हाम्रा विद्यार्थीलाई अलिकति सैद्धान्तिकका साथसाथै व्यवहारिक ज्ञानहरू दिनौँ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। हजुर, अनि यो कार्यक्रममा के कुराहरू त सिक्छन् होला सर विद्यार्थीहरूले? अब यो कार्यक्रममा खास गरिकन यो लाइब्रेरी तालिम भनेर हामीले 60 घन्टाको एउटा कोर्स डिजाइन गरेका छौँ। हजुर। त्यो 60 घन्टाको कोर्स चाहिँ तपाईँको राष्ट्रिय रूपमा पनि एउटा मान्यता प्राप्त प्रोग्राम बन्दो रहेछ होइन। यसबाट चाहिँ विद्यार्थीहरूलाई चाहिँ अब खास गरिकन किताबहरू कसरी त्यसको क्याटलगिङ गर्ने होइन, व्यवस्थापन गर्ने, अनि पुस्तकहरू कसरी त्यहाँ राख्ने होइन, यो बारेमा चाहिँ एउटा व्यावहारिक ज्ञान पनि होस् न होइन। हामीले सैद्धान्तिक कुरा त देख्छौँ, लाइब्रेरीमा गएर हेर्दा किताबहरू राखिया छ, तर कुन क्याटेगोरीका पुस्तकहरू कुन ठाउँमा राख्ने होइन, कसरी त्यसलाई पत्ता लगाउने भन्ने बारेमा एउटा व्यावहारिक ज्ञानहरू दिलाउन सकियो भने त्यसले विद्यार्थीलाई फाइदा पुग्छ भने यो कार्यक्रम आयोजना गरिएको हो। हजुर, अनि यो कार्यक्रम चाहिँ कति समयसम्म सिकाउनुहुन्छ यो तालिम? यो कार्यक्रमको नेचर मैले अघि नै यहाँलाई भनिसकेको छु। यो 60 घन्टाको प्रोग्राम हो। हजुर, 60 घन्टा। 60 घन्टा भने हामीले 1 महिनाको प्रोग्राम बनाएका छौँ यो, र हरेक दैनिक 2 घन्टाका दरले तालिम सञ्चालन हुन्छ। त्यो तालिममा चाहिँ अब विद्यार्थीलाई बेसिक ज्ञानदेखि लिएर होइन, त्यसको व्यावहारिक ज्ञान, र यसमा चाहिँ अब हाम्रो यहीँ लाइब्रेरीमा काम गर्ने सरहरू हुन्छ, उहाँ सेन्ट्रल लाइब्रेरीमा काम गर्नुहुन्छ, अन्य लाइब्रेरीमा काम गर्नुहुन्छ उहाँहरू, र यसका एक्सपर्टहरू ल्याएर पनि हामीले होइन उहाँहरूलाई चाहिँ व्यावहारिक ज्ञानहरू दिलाउने काम चाहिँ गर्छौँ यो तालिममा। खासमा यो कलेजमा 11-12 पनि पढाइ हुन्छ, मास्टर पनि पढाइ हुन्छ, तर यो तालिम ब्याचलरलाई नै चुज गर्नुभएको छ, स्नातक तहको लागि मात्रै भन्नुभएको छ। के हो खासमा उनीहरूलाई नै छान्नुपर्ने? अब यो छान्नुपर्ने कारण के हो भन्दाखेरि अहिलेको हाम्रो राष्ट्रिय शिक्षा नीतिले नै के गर्ने, कक्षा 11-12लाई विद्यालय तमै सीमित गरेको छ होइन, र उहाँहरूको उमेर पनि लगभग 15-16 वर्ष 17 वर्ष हो होइन, त्यसलाई नाबालकै मान्छ। भोलि यो तालिम लिइसकेपछि हामीबाट तालिम लिएर उत्पादन गरेका व्यक्तिहरू चाहिँ एउटा दक्ष जनशक्तिका रूपमा, एउटा व्यावहारिक जनशक्तिका रूपमा होइन पनि हामीले विकास गर्न खोजेर भोलि उहाँलाई यी कम्ती स्नातक त गरिसकेको एउटा मेच्योर पनि हुन्छ होइन। भोलि कुनै पनि संस्था अथवा अर्गनाइजेसनहरूलाई चाहिँ ह्युमन रिसोर्सहरू निड भएको अवस्थामा उहाँहरूलाई चाहिँ होइन कल गरेर चाहिँ एम्प्लोइड गराउन सक्नुहुन्छ, जागिर दिन सक्नुहुन्छ, रोजगार दिन सक्नुहुन्छ, उहाँहरू सस्टेन हुन सक्नुहुन्छ। र यसमा बेसिकली हामीले स्नातक तह गरिसकेका र मास्टर डिग्री पढ्दै गरेका विद्यार्थीलाई फोकस गरेर यो कार्यक्रम सञ्चालन गरेका हौँ। अब यो कार्यक्रममा हजुरहरूले सिकाउने बेला हजुर सैद्धान्तिक ज्ञान त सिकाउनुहुन्छ, त्यो सँगसँगै व्यावहारिक ज्ञान पनि सिकाउनुहुन्छ होला नि? व्यावहारिक ज्ञान त एकदम जरुरी नै छ, सिकाउनै पर्छ हामीले होइन। अब किन सैद्धान्तिक त सबैलाई थाहा हुन्छ, लाइब्रेरी यस्तो यस्तो छ भन्ने कुरो देख्ने हो, किताबहरू गएर हेर्ने खोज्ने हो, तर त्यसलाई अझ व्यावहारिक हिसाबले कसरी राखिएको छ, कसरी पत्ता लगाउन सकिन्छ होइन भन्ने ज्ञान त सिक्नै पर्यो नि। जस्तो हामी कम्प्युटर यसो हेरेर चलाउन त जानिन्छ होइन, तर त्यसका पनि विभिन्न कम्पोनेन्टहरू छन् नि त, विभिन्न सेक्टरहरू छ नि, त्यो सेक्टरको बारेमा ज्ञान त तपाईँको चलाएपछि थाहा हुन्छ नि त होइन। त्यही हिसाबले चाहिँ हामीले उहाँलाई व्यावहारिक ज्ञान दिलाउनकै लागि होइन प्र्याक्टिकल गराएरै पनि हामी यो कार्यक्रमहरू सञ्चालन गर्छौँ। अब यो तालिमले अब रोजगारीलाई चाहिँ कतिको जोड्छ होला, रोजगारीको आफ्नो सिर्जना गर्नको लागि कतिको सहयोग गर्छ होला सर? अवश्य नै यो कार्यक्रम
सञ्चालन गरिसकेपछि यो कार्यक्रममा सहभागी भइसकेपछि राम्रा विद्यार्थीलाई हामीले विभिन्न ठाउँमा कन्ट्याक्ट गर्छौँ र उहाँहरूलाई हामी होइन कामसँग जोड्ने प्रयत्न गरेका छौँ। हामीले केही दिन अगाडि कोटेश्वर क्याम्पसले पहिलोचोटि है जब फेयर सञ्चालन गरेको कुरा यहाँलाई पनि थाहा छ। हामीले विभिन्न अर्गनाइजेसनहरूलाई बोलायौँ, यहाँ उहाँहरू आउनुभयो, एकदम खुसी हुनुभएको छ कि हामीलाई अहिले यति मेन पावर चाहिएको छ कि अलिअलि पढिसकेको मान्छे ब्याचलर गरेका मान्छे सबै विदेशतिर कुदेका छन्, यहाँ काम गर्ने मान्छे पाइएको छ, स्किल पावर पाइएको छैन। त्यस कारण अब हामी उहाँहरूलाई चाहिँ आएर बोलाएर उहाँहरूको क्षमता अनुसार होइन आफ्नो आफ्नो सेक्टरमा काम दिन सक्छौँ र चाहन्छौँ पनि भनेर उहाँहरू आउनुभएको थियो। 8-10वटा कम्पनी आउनु भएको थियो होइन। त्यस्तै गरिकन अब अहिलेको समयमा हरेक शैक्षिक संस्थानमा पुस्तकालय छ, मन्त्रालयहरूमा पुस्तकालयहरू छ होइन, विभिन्न ठाउँमा पुस्तकालयहरू छन्, त्यहाँ काम गर्ने मान्छे त चाहिन्छ उहाँहरूलाई नि होइन। त्यसकारण यहाँबाट यसरी तालिम लिएर उत्पादित जनशक्ति त भोलि जहीँ पनि जान सक्छ नि, जहीँ पनि बिक्न सक्छ नि। अरू सेक्टरमा भन्दाखेरि यो सेक्टरमा त काम गर्ने मान्छे कम छ होइन। त्यसकारण यहाँ अलिकति यस्तो खालको स्किल विकास गर्न सक्यो भने हाम्रा विद्यार्थीलाई सपोर्ट हुन्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। अस्ति तपाईँले नि भनिसक्नुभयो जब फेयर कार्यक्रम भएको थियो। हजुर, त्यो जब फेयर कार्यक्रमबाट कतिजना विद्यार्थी चाहिँ लाभान्वित हुनु होला सर? अहिलेसम्म हामीलाई प्राप्त तथ्याङ्क जति कम्पनीहरू आउनु भएको छ, मलाई त्यसै दिन पनि 2-3वटा कम्पनी हामीले 8-10जना मान्छे चाहिँ आजै पनि सेलेक्सन गरिसक्यौँ भनेर भन्नुभएको थियो होइन। र उहाँहरूको अझ के छ भने हामी अब यसलाई अझ लिस्टिङ गर्छौँ। लिस्टिङ गरेपछि हामी यहाँ आएर नि हामी कहाँ जाने मान्छे र हाम्रो सेक्टरमा काम गर्ने मान्छेलाई हामी तालिम गराउँछौँ। तालिम गराएर उहाँ आएर अझ दक्ष र अनुभवी बनाएर होइन अझ राम्रो तरिकाले काम गर्ने मान्छे बनाएर चाहिँ हामी लान्छौँ र उहाँहरूलाई जब दिन्छौँ भन्ने उहाँहरूले सुनिश्चित गरिसक्नु भएको छ। अरू कलेजको तुलनामा जस यो कलेजमा आएपछि आफ्नो योग्यता क्षमता छ भने त्यो मान्छेले पढाइ सँगसँगै जागिर प्रष्ट हुन्छ। तपाईँलाई भन्न चाहन्छु, मैले 2 वर्ष अगाडि हामी कुमारी ब्याङ्कसँग हामीले सम्झौता गरेर MOU गरेका थियौँ होइन। र कुमारी ब्याङ्कमा मान्छे चाहियो होइन। उहाँहरूले सुरुमा चाहिँ ल हामीलाई 10-12जना मान्छे दिनुहोस् इन्टर्नमा काम गर्ने भन्नुभएको थियो होइन। अनि हामीले मान्छे सेलेक्सन गऱ्यौँ। पछि उहाँले हामीले इन्टर्नमा होइन उहाँहरूलाई चाहिँ करारमा हामी राख्छौँ भन्ने कुरो गर्नुभयो। पछि 6 महिनाको लागि भन्नुभएको थियो। पछि उहाँले 6 महिना काम गरेर उहाँहरूको इफिसियन्सी देखेपछि उहाँले त त्यहाँ पर्मानेन्टै जब दिइसक्नु भएको छ। सर त्यो मलाई पनि थाहा छ। एकैचोटि मेरै साथीहरू एक ब्याच अगाडिका दिदी दाइहरू हुनुहुन्थ्यो, उहाँहरू धेरैले अहिले जब गरिराख्नु भएको छ। कोही साथीहरू यहाँ अहिले स्नातक त 4थो वर्ष पढ्दै हुन्छ, कोही मास्टर पढ्दै हुन्छ। उहाँहरू पर्मानेन्ट रूपमा कुमारी ब्याङ्कमा जब पाउनु त राम्रो कुरो हो नि त होइन। अब भोलि हामीले तपाईँको आज लाइब्रेरीको काम गऱ्यौँ होइन। 1 महिना 2 महिना अगाडि हामीले एकाउन्टिङ प्रोग्राम सञ्चालन गरेका छौँ। त्यसको नि नन क्रेडिट कोर्स बनाएर हामीले होइन 48 आवरको टिचिङ कोर्स बनाएर उहाँलाई तालिम सञ्चालन गरेका छौँ। र उहाँहरू पनि अहिले विभिन्न फाइनेन्समा होइन सहकारीहरूमा तपाईँको ब्याङ्कहरूतिर इन्टर्न गरिराख्नु भएको छ होइन। त्यो ट्रेनिङ गराउने मान्छेले पनि हामी राम्रा मान्छेहरू होइन राम्रै काम गर्न सक्ने जनशक्ति भयो भने विभिन्न अर्गनाइजेसनमा उहाँलाई चाहिँ जब प्रोभाइड गर्न सक्छौँ भनेर भन्नुभएको छ। अब त्यसै गरिकन यो अर्को सेक्टर भनेको स्कुल सेक्टर छन् होइन। हाम्रो यो वरिपरि सेरोफेरोमा तपाईँको 40-50वटा स्कुल छन् होइन। त्यहाँ पढाउन त मान्छे चाहिन्छ। भोलि अब हाम्रो यो लाइब्रेरी तालिम सघाइसकेपछि हामी स्कुलमा पढाउने टिचरहरूको चाहिँ इफिसियन्सी क्यापेसिटी बिल्डअपको लागि होइन उहाँहरूलाई ट्रेनिङ कन्डक्ट गर्छौँ र उहाँहरूलाई चाहिँ विभिन्न स्कुलहरूमा हामी चाहिँ कन्ट्याक्ट गरेर पठाइदिन सकौँ। यसले गर्दाखेरि कोटेश्वर क्याम्पस चाहिँ एउटा पढ्ने मात्र नभएर त्यहाँ चाहिँ आफ्नो करियर डेभलपमेन्ट गर्ने होइन। भोलि यहीँबाट चाहिँ आफ्नो जबको लागि चाहिँ होइन उहाँले सेक्टर चुज गरेर जान सक्ने एउटा यो प्लेटफर्म पनि बन्छ भन्ने हाम्रो बुझाइ हो। र त्यो काममा हामीले विद्यार्थी हरेक ठाउँमा सहयोग गरिराखेका छौँ भन्ने मलाई लागेको छ। यो तालिम सकेपछि तपाईँले प्रमाणपत्रको व्यवस्था पनि गर्नुहुन्छ के भन्नुहुन्छ सर? तालिम लिइसकेपछि प्रमाणपत्र त अवश्य नै चाहिन्छ नि। तपाईँलाई अब जस्तो म एउटा टिचर हुँ नि है, पढाउँछु नि यहाँ होइन। अब म पढाउँछु भनेको त मैले बाहिर बजारमा गएर भनेर त भएन नि त होइन। मेरो त आफ्नो काम गर्ने ठाउँ यो कोटेश्वर क्याम्पस हो, यहाँ आएर पढाउनु पऱ्यो। त्यस्तै विद्यार्थीहरू मैले तालिम ल्याएको छु भनेर त भएन नि त। भोलि तपाईँको बजारमा चाहिँ उहाँको चाहिँ इभ्यालुएसन कसरी गर्ने होइन, प्रमाणपत्र त एउटा सर्टिफिकेट त चाहियो, त्यो हामी अवश्य प्रोभाइड गर्छौँ होइन। यो चाहिँ अब यो कार्यक्रममा हामीले नेपालका शैक्षिक संस्थाहरू खास गरी त्रिभुवन विश्वविद्यालय होइन, काठमाडौँ विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयका पनि लाइब्रेरीका एक्सपर्टहरू ल्याएर विद्यार्थीलाई उहाँहरूले जानेको कुराहरू उहाँले सिकेको सिप चाहिँ हाम्रा विद्यार्थी सिकुन् भन्ने त्यो खालको हामी प्रयत्न गर्छौँ। र सर्टिफिकेट
डिस्ट्रिब्युसनको प्रोभिजन पनि गर्छौँ। यसमा तपाईँको राष्ट्रको राम्रै मान्छेहरू होइन प्रतिष्ठित मान्छे ल्याएर नै हामी सर्टिफिकेट चाहिँ डिस्ट्रिब्युसन गर्ने सेरिमनी पनि राख्छौँ। सर अनि अहिले पछिल्लो समयमा मान्छेहरूमा अलिकति हाम्रो विद्यार्थीहरूमा विशेष गरेर पुस्तक पढ्ने बानी अलिक कम हुँदै गएको छ भन्ने अलि सुनिन्छ, तपाईँलाई चाहिँ के लाग्छ? होइन अब यस्तो छ, अब त्यो कुरो तपाईँले भनेको कुरो ठिक हो होइन। पहिले हामी पढ्दाखेरि पुस्तक लिएर जाने, तपाईँको 10 दिन हप्ता दिन होइन राख्ने, पढ्ने, त्यसलाई रिन्यू गर्ने चलन थियो। हामी त्यो संस्कारबाट आयौँ होइन। अहिले केही विद्यार्थीहरूमा त्यो कल्चर पनि छ होइन। अब कतिपय आर्थिक हिसाबले समस्या परेका होइन विद्यार्थीहरू भाइ बहिनीहरू हुन्छ, उहाँहरू त अब आएर पुस्तकालयबाट पुस्तक लानुहुन्छ, पढ्नुहुन्छ, त्यसलाई नियमित रूपमा रेगुलेसन गरिराख्नु भएको छ होइन, त्यसरी युज गर्नुभएको छ। तर केही विद्यार्थीहरूमा चाहिँ अब जसमा अलिकति इन्फर्मेसन टेक्नोलोजीको नलेज भइसक्यो नि, उहाँहरू यहाँको पुस्तक भन्दाखेरि पनि अनलाइन मार्फत चाहिँ ई लाइब्रेरीको प्रयोग गरिराख्नु भएको छ कि। तपाईँ आजभोलि चाहिँ स्मार्टफोनमा होइन तपाईँ सबै सर्च गर्दा पाइन्छ। ल्यापटपहरू हुने भाइ बहिनी ल्यापटपको प्रयोग गरिराख्नु, कम्प्युटर हुनेको कम्प्युटर प्रयोग गरिराख्नु छ, उहाँहरू चाहिँ यसरी सेल्फ स्टडी गर्नुहुन्छ। र अब अहिलेको डिजिटल युज गर्ने कुरामा डिजिटल एजका रूपमा हामी प्रवेश गरिरहेका छौँ होइन। र यसमा चाहिँ यी सामग्रीहरू पनि अब अनलाइन मार्फत चाहिँ डिजिटलाइज भएका छन् होइन। त्यसलाई घरैमा बसेर फुर्सदको समयमा सदुपयोग गरिराख्नु भएको छ र गर्नुहुन्छ। र त्यो सम्बन्धी थप ज्ञान पनि हामीले यहाँबाट प्रोभाइड गर्न सक्छौँ भन्ने मलाई लागेको छ। अब यो कार्यक्रम कहिलेदेखि सुरु हुन्छ र विद्यार्थीले चाहिँ कसरी सहभागी हुन सक्छन् सर? यो कार्यक्रम सञ्चालन गर्नको लागि हामीले 22 गते यही भदौ 22 गतेदेखि 29 गतेसम्म नेम रजिस्ट्रेसन गर्नु भनेर भनेका छौँ है। अब 29 गतेसम्म कति विद्यार्थीले रजिस्ट्रेसन गर्नुहुन्छ त्यसको रेकर्ड हेर्छौँ। आज 28 गते हुँदैछ होइन। आज 29 गते बेलुकासम्म हामी हेर्छौँ होइन। त्यसपछि उहाँलाई हामी कल गर्छौँ र यो तालिमको बारेमा सबै इन डिटेल कुराहरू हामी भन्छौँ। यस्तो कार्यक्रम हो, यसरी सञ्चालन गर्छौँ, यसरी तपाईँले समय दिनुपर्छ, लास्टमा हामीले यति सर्टिफिकेट प्रोभाइड गर्छौँ भन्छौँ होइन। त्यसमा कति विद्यार्थी राजी हुनुहुन्छ, एग्री हुनुहुन्छ होइन, तालिम लिन समय प्रोभाइड गर्न सक्नुहुन्छ। त्यस आधारमा हामी तालिम सञ्चालन गर्छौँ र यसलाई हामीले 1 गतेदेखि सञ्चालन गर्ने भनेको छौँ। अब 1 गतेदेखि सैद्धान्तिक र व्यावहारिक रूपमा त सुरु भइ नै हाल्छ होइन। औपचारिक रूपमै उद्घाटन गरेर हामी गर्छौँ यो। र यसलाई हामीले 1 महिनाको अवधि 30 दिन कम्तीमा चाहिँ बिदा कटाएर 30 दिन चाहिँ पुरा रूपमा सञ्चालन गर्छौँ। यसले गर्दा 60 दिन हुन्छ, 60 घन्टा हुन्छ। 60 घन्टाको प्रोग्राम चाहिँ यो बनाएका छौँ हामीले। हजुर, अब हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। यस क्याम्पसमा स्नातक तह अर्थात् ब्याचलरमा भर्नाहरू खुलेका छन्। हजुर। कुन विषयहरू पढाइ हुन्छ एक्चुअली भनिदिनुहोस् न। कोटेश्वर बहुमुखी क्याम्पसमा यहाँ पढाइ हुने विषय भनेको हामीले 11-12 र ब्याचलर मास्टर्सका प्रोग्रामहरू सञ्चालन गरेका छौँ है। 11-12 को चाहिँ लगभग एडमिसन क्लोज भइसकेको अवस्था छ। स्नातक तहमा त्रिभुवन विश्वविद्यालयले पनि यो साउन भाद्र महिनाभरि एडमिसनको टाइम भनेर नोटिस जारी गरिसकेका छ। र हामी कहाँ यहाँ टियु मार्फत सञ्चालन भएको कार्यक्रम भनेको स्नातक तहमा BBS छ, B.Ed छ, BA छ हैन। त्यसै गरिकन मास्टर्स तहमा हामीले अहिले MBS प्रोग्राम सञ्चालन गरेका छौँ। र थप प्रोग्रामका लागि त्रिभुवन विश्वविद्यालयमा हामीले एजुकेसन मास्टर्स चलाउने, ह्युम्यानिटिजमा पनि मास्टर्स चलाउने भनेको हाम्रो एफिलिएसनको लागि डकुमेन्टहरू पेश गरिसकेका छौँ। उहाँ आएर यहाँको फिजिबिलिटी स्टडी गरिसक्नु भएको छ। अब सायद कार्यकारीबाट निर्णय गरेपछि ती प्रोग्रामहरू पनि हाम्रो लागि आउँछन् नै भन्ने मलाई लागेको छ। त्यस्तै गरिकन स्नातक तहमा अलि टेक्निकल विषयमा जाउँ भनेर हामीले BBA र BIT का प्रोग्रामहरू सञ्चालन गर्ने भनेर त्यसको लागि पनि एप्लिकेसन दिएका छौँ। यसको लागि पनि एक्सपर्टहरू आएर यहाँ फिजिबिलिटी स्टडी गरिसक्नु भएको छ। अब यी प्रोग्रामहरू हामीले माग गरेका छौँ। अब विश्वविद्यालयले यहाँको स्टडी गरेर कुन विषय हामीलाई सञ्चालन गर्नको लागि अनुमति दिनुहुन्छ त्यो निर्णय आएपछि हामी थप प्रोग्राम पनि यहाँ सञ्चालन गर्नेछौँ। हजुर, अब यस क्याम्पस नै छान्नुपर्ने अथवा चुज गर्नुपर्ने कारण चाहिँ के हुनसक्छ सर?
विद्यार्थीले यो क्याम्पस छान्नुपर्ने विभिन्न आधारहरू छन् है। पहिलो आधार चाहिँ के छ भनेको यसको प्राइम लोकेसन छ होइन, काठमाडौँको वडा नम्बर 32 जडीबुटीमा राजमार्ग नजिकै हुनु एउटा आधार हो होइन। अर्को दोस्रो आधार चाहिँ कोटेश्वर क्याम्पसको एउटा लामो इतिहास छ होइन। यो तपाईँको आज लगभग 36 वर्ष यसले पुरा गर्न लागिसकेको छ होइन। यो एउटा कम्युनिटी क्याम्पस हो भन्ने फिलिङ छ होइन। त्यो हिसाबले पनि यहाँ विद्यार्थीहरू आउनुहुन्छ। अर्को कुरो हामी यो क्याम्पसको प्रशासनमा बसेका मान्छेहरू के भन्छौँ भने हामी जति छौँ हामीले विद्यार्थीलाई प्रायोरिटीमा राखेर पढाउनुपर्छ। विद्यार्थी पढ्न आएका हुन्, उहाँहरूको चाहना नै पढ्ने हो र पढाइको इन्भाइरोमेन्ट बनाउनुपर्छ भन्ने कुरामा हामी कमिटमेन्ट छौँ। क्वालिटी एजुकेसन दिनुपर्छ भन्ने कुरामा हामी कमिटमेन्ट छौँ। किन भन्दाखेरि अहिलेको जमाना क्वालिटी बिना काम छैन होइन। त्यस कारण हरेक विद्यार्थी खोज्ने क्वालिटी नै हो, हामी टिचरले खोज्ने क्वालिटी नै हो होइन। त्यो छ र हामीले विश्वविद्यालय अनुदान आयोगबाट पनि 2023मा यो क्याम्पसलाई QA सर्टिफाई गर्न सफल भएका छौँ। यसको अर्थ के हो, क्याम्पसमा क्वालिटी छ भन्ने कुराको जस्टिफाई पनि हो होइन। र अर्को कुरो न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा पाइन्छ होइन। सामान्य रूपमा एउटा +2 पढ्ने विद्यार्थीले तपाईँको 22-23 हजारमा एक वर्षको पढाइ पढ्छ होइन। 22-23 हजारमा एक वर्षको पढ्नु भनेको त धेरै सस्तो हो नि त। तपाईँको प्राइभेट बोर्डिङमा जाउँ त एउटा विद्यार्थी नर्सरीमा पढाउनको लागि 1.5 लाख रुपियाँ चाहिन्छ होइन। नर्सरी भन्दा त क्लास 11-12 त धेरै माथि हो। स्नातक तह पढ्नको लागि विद्यार्थी तपाईँ 20,000 तिर्दाखेरि पुग्छ। 20,000 मिनिमम हो होइन। 18,000मा तिर्छ। त्यसमा पनि राम्रो पढ्ने विद्यार्थी जसले यहाँको आन्तरिक परीक्षाहरू पास गरेको छ, राम्रो स्कोर हासिल गर्यो, उसले स्कलरसिप पाउँछ होइन। स्कलरसिप पाउने मान्छेले लगभग 9,000 देखि 10,000 रुपियाँ तिर्यो भने 1 वर्ष पढ्न पाउँछ भनेपछि यतिको पढाइ खोज्न किन अन्त जाने, अन्त जान पाइँदैन होइन। त्यस कारणले गर्दाखेरि रोजगारसँग पनि जोडिदिएका छौँ हामीले। त्यसकारण विद्यार्थीको रोजाइ कोटेश्वर क्याम्पस नै हो भन्ने मलाई लाग्छ। ल हस् त, थ्याङ्क यू, धन्यवाद सन्तोष भाइ, यहाँ बोलाएर आफ्नो कुरा राख्ने अवसर दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। हजुरलाई पनि धेरै धन्यवाद।